दर्शकबिन नमस्कार। म हजुरहरूलाई आज एकदम निकै नै साह्रो र मेरो अहिलेसम्मको सबैभन्दा राम्रो भिडियो मेरो मोबाइलमा दिन गइरहेको छु र यो प्रकृतिले सुन्दरताले भरिएको हाम्रा देश र हरेक चिज यसमा जोडिनेछ। सुन्दरता लिएरदेखि र हाम्रो सम्पूर्ण यो कृषि प्रधान देश लगायत नदी नाला हाम्रा सम्पूर्ण यहाँबाट जोडिएको छ र पोखरी हरेक संस्कृति सभ्यताले भरिएका र हाम्रा हरिभरि भएका हाम्रा देशका केही दृश्य हजुरहरूलाई देखाउनेछौँ र यस्तैमा पनि हाम्रा सबै अहिलेको यो भागै भूभागै भनौँ अर्कै ठाउँमा हामी आएर यस्तो दृश्य हेर्न पाइरहेको छौँ। घर सहर लगायत हाम्रा यो वातावरण हाम्रा नेपालका सबैभन्दा सौन्दर्य वातावरण पनि छ। हेर्न सक्नुहुनेछ तपाईँहरू। यहाँ एउटा बस्तीमा हामी आएको छौँ र यो बस्तीको दृश्य पनि एकदम सुन्दर र शान्त स्वरूप तरिकाले र चारैतिरबाट यो पहाडले भरिएका छ र यस्तामा हामी एकदम राम्रो महसुस गरिरहेछौँ। र हजुरहरूले कस्तो लागिरहेछ? वास्तवमा हाम्रो देशको सुन्दरता र संस्कृति र सभ्यताहरू र पहिचान जुन कि हामी भन्छौँ कृषि प्रधान देश हाम्रो छ र सौन्दर्यले विश्वमै नै छाएको छ, विश्वले नै चिनिरहेको छ। त्यस्ता हाम्रा देशमा आज तपाईँहरूलाई मैले यो दृश्य देखाइरहेको छु। तपाईँहरूलाई के कस्तो लागिरहेछ? राम्रो लागिरहेछ भने यो भिडियोलाई सेयर गरिदिनु होला र सेयर गरी आफ्ना प्रतिक्रियाहरू पनि समेत राखिदिनु हुन अनुरोध गर्दछौँ। र तपाईँलाई एउटा अझै थप कुरा के छ, तपाईँहरू यो जुन सेतो डाँडा हेर्दै हुनुहुन्छ, यो सेतो डाँडा र यो सेतो डाँडामा के छ भन्दाखेरि यो कमलाको नदी हो, कमला नदी हो। यो कमला नदीमा अब हामी एकछिनपछि नुहाउन गइरहेको छौँ र यो नुहाउने क्रममा पनि हजुरहरूलाई भिडियो हाल्नेछौँ र यो वास्तविक सौन्दर्य तपाईँहरूलाई के कस्तो लाग्यो प्लिज एकपल्ट कमेन्टमा आफ्नो आफ्नो प्रतिक्रिया राखिदिनु होला। हस् त, धन्यवाद।